हैन यो एनओको यता पनि एनोमा हाल्नु होला एनओमै हालेको यो नर्मल ओपनमा ल एनओ चाहिँ झिकेर एनओमै हाल्यो एउटै हो क्या एनओ भयो हैन अब यो त एनसी त यो भयो यो एनसी हो यो एनसी वान एनसीमै लगाएको एनसीमै गयो जुनमा पनि कन्डिसन गर्नुपर्ने यही हो नि जुनमा पनि त्यही हो जेमा दिइरहेको नि जस्तोमा दिइरहेको एक्स्ट्रा केही भएर राखिन्छ भन्ने बुझ्यो बाइचान्स कहिले पनि अन गरेर गयो भने अनमा बसेको रहेछ होइन त्यसले काम गर्दैन सीधा पार सीधा पार यहाँ पनि लाइन त्यसो बलिरहेको न्युट्रल आएन न्युट्रल लियो लाइन त्यसो बलिरहेको न्युट्रलमा यता आयो यो किन लाग्यो यहाँ आयो होइन यो यता आएर नि कनेक्सन चाहिँ हाम्रो यो एनसी नै हो नि हो एनसी यहाँ आएन खै यहाँ गर्नु आयो यो एनसी आएन क्या यो डाइरेक्ट यो एनसी चाहिँ यहाँको करेन्ट चाहिँ एनसी भनेपछि यो करेन्ट त यता आउनु पर्यो नि यो त यहाँबाट आउनु त्यो त एनओ हो त्यो बिग्रिन्छ त्यो त एनसी हो होइन डाइरेक्ट भन्नु किन त बिग्रेको कनेक्सन बिग्रेको यो त अब अघि त एनओ थियो अब यो मैले सिधाएपछि एनसी भयो नि एनसी भयो पनि के छ यो काम त गर्यो यो पोइन्ट बिग्रियो होला यो एनसीले चाहिँ काम गर्यो यहाँ करेन्ट दिएपछि यहाँ त आउनु पर्यो नि स्टार त होइन एउटै पोइन्ट हो यो पोइन्टले काम गर्यो होइन अब यो त हाम्रो के छ त्यो डाइरेक्ट हुनुपर्ने यो हामीले यो कहाँबाट कनेक्सन यो के लियो यो यहाँबाट डाइरेक्ट पेज आएको पनि यो डाइरेक्ट पेज चाहिँ यो एनओमा जोड्ने यो तान नगरी के हुनुभयो यो करेन्ट छ या एनओबाट चाहिँ एनसी हुँदा यो करेन्ट चाहिँ के छ यता यता सकेपछि यही करेन्ट चाहिँ फेज चाहिँ कहाँ जानुभयो यो पहिलो तार हुन्छ यो कोइलमा गयो क्या कोइलको लागि यो त मेन पोइन्ट हुन्छ हो यो कालोमा हामीले यो पहिलोमा चाहिँ बरसै दिनुपर्ने हो कि यता दिनु मिल्दैन यो यता दिनु यो आखिर उही त हो नि A1 र A2 त्यही फरक हो यो यता दिनु यता दिनु के फरक यो यहाँ दियो यो यहाँ दियो अब यस्तो त भयो नि त अब भन्दाखेरि त करेक्सन दिनु दिनु भन्ने कुरा पनि आयो कुरा भन्नु यस्तै जोडे पनि भयो जसरी पनि हामीले फेजको लाइन दिनुपर्दो रहेछ क्या भनेर बुझ्नु यहाँबाट एउटा चाहिँ यसमा यहाँबाट एउटा यसमा यहाँ दुईटा जोडे पनि भयो जस्तै हामीले होइन यो न्युट्रल छ नि त न्युट्रलको ठाउँमा हामीले यो फेज दिनु मिल्छ न्युट्रल मिल्छ ल बुझ्यो नि यो चाहिँ एउटा चाहिँ यो पोइन्ट यो चाहिँ एनसीले चाहिँ यो एनसीबाट दिइरहेको छ अब यो अब फेरको पहिला हामीले यो कन्ट्रोल चाहिँ
पिस्तल चाहिँ मिलाउनु यो एनसी एउटा दुई क्या यसको सट्टामा कुनै कुनै बेला चाहिँ यहाँ एनसी पनि दुइटा चाहिने हुन्छ एनओ पनि दुइटा चाहिने हुन्छ क्या दुइटा लाइनमा पुगेर चाहिँ के छ सक्नुपर्ने हुन्छ अनि यो छोपेपछि के भन्नु भयो एनओ पनि दुइटा भयो एनसी पनि दुइटा हुनु भयो क्या त्यो चाहिँ कुन अवस्थामा पाइन्छ यो कुनै कुनै बेला हामीले चाहिँ के छ जस्तै अहिले यसमा चाहिँ परेन यो डलमा परेन भोलि हामी चाहिँ स्टार्ट बेलटा भनेर गर्नुपर्छ नि त्यो बेलामा चाहिँ यो एक्जिक्युसन नभइकन चाहिँ हात राखेर यो पुलिस है यो एनओ सुरुमा हामीले के गर्ने भनेपछि जस्तै अहिले मैले चाहिँ के छ भने यो डाइरेक्ट दिएँ चाहिँ यो त कोइलमा डाइरेक्ट भयो नि डाइरेक्ट भयो अब यसले अन भयो यसले अफ भयो यो त डाइरेक्ट यो अन गरेर चाहिँ म बाहिर गएर पनि चाहिँ अफ हुन्छ फेरि बत्ती आएको त फेरि अनै हुन्छ त्यसको लागि चाहिँ सिस्टम हाल्नु पर्छ अहिले त कोइलमा चाहिँ त्यसको लागि पनि तिनवटा चाहिँ चाहियो अब यसो यो कोइलमा चाहिँ त यो काम यो फेज पाइयो यो फेज हामी चाहिँ कहाँबाट पठाउनु सुरुमा हामी चाहिँ के छ एनसीबाट सुरुमा त यो काम दिएन नि हो होइन सुरुमा नपाउने बेलामा यो हामीले एनसीबाट चाहिँ गर्नु पर्यो एनसी भयो एनसी भयो अर्को जङ्गलाको होइन यो कन्ट्याक्टर एउटा सिक्नु पऱ्यो त्यसमा पनि सिकाएको अब यो चाहिँ यो एनसी डाइरेक्ट यहाँको पोइन्ट चाहिँ यसरी आउँछ होइन अब हाम्रो अब यताबाट आएको के भयो यो पनि एनसीको पनि यो पनि यो पनि माथि यहाँबाट डाइरेक्ट गइरहेको नि यहाँबाट यहाँ त पुगेन नि यो त एनओ भयो नि यदि यता उताको यता परेको भए चाहिँ डाइरेक्टली चाहिँ आउनु होइन धेरै सामान यो चाहिँ यो त उसको लागि भन्नु यो कोइललाई चाहिँ यो कोइललाई हमारा कतिको लागि आपको लग रहा है दुईटा चाहिँ हुनु पर्यो यताबाट चाहिँ अफ गरेर लाइट आउनु पाउँछ नि यो त हुन्छ तर कति पर्यो होइन आफूले किनेको सामान धेरै सामान किन्यो आफू त के छ